अहिले बल्ल बल्ल चाहिँ हुलाकी सडक बन्दैछ। 2004 सालकै हुलाकी सडक हो त्यो। त्यतिखेर महेन्द्र राजमार्ग थिएन। अहिले चाहिँ तपाईँको के अरे लोकमार्ग, मदन भण्डारी लोकमार्ग बनेको छ। अहिले चाहिँ बीपी राजमार्गहरू बनेको छ। यानी थुप्रै सडकहरू, सुरुङ मार्गहरू बनेको छ। जनकपुरमै बेहाल थियो, जनकपुरमा एडीबी मार्फत चाहिँ तपाईँको सडकहरू बनेको छ। प्रदेश सरकारले चाहिँ तपाईँको 600 यानी 300 किलोमिटर पहिलेका सरकारले र अहिलेको सरकार गरेर चाहिँ 600 किलोमिटर चाहिँ सडक पिच गर्दैछन् हैन। विकास चाहिँ भएको हो, तर अपेक्षा अनुसार चाहिँ तपाईँको अपेक्षा मान्छेको त अब अमेरिकामा गएको छ, मान्छे कतारमा गएको छ, त्यहाँ बुर्ज खलिफा हेर्छ, यहाँनिर पनि त्यस्तै घर चाहिँ खोज्छ। अनि चाहिँ तपाईँको कसरी हुन्छ? विकास चाहिँ तपाईँको बिस्तारै बिस्तारै हुने हो क्या।